जनता सुरुको व्यवस्था भयो। त्यो मुनतिर वर्गीय लैङ्गिक र जात जातीय विभेद अन्त्य गरी भनेर लेखिया छ। धारा 4 मा समाजवाद उन्मुख राज्यमा पुरै सक्दा नेपालको संविधान 2072 मा सिद्धान्त तथा समाजवादको भूर्ण छ। त्यसलाई हामीले यहाँ संविधानको समाजवादी सारतत्व कार्यान्वयन गर्ने अथवा जनपक्षीय तत्त्व कार्यान्वयन गर। अब नेपालको संविधान 2072 कै धारा 3 मा लेखिएको के छ भने जनसमुदाय राष्ट्र यहाँ लेखिएको छ। राष्ट्र माने नेपाल राष्ट्र बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषता युक्त भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धि प्रति आस्थावान रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो। यहाँ यो पहिचानको सवालमा ध्यान दिनै पर्ने, बुझ्नै पर्ने महत्त्वपूर्ण के छ भने जनसमुदाय बहुजातीय, बहुसांस्कृतिक नेपाल भनेर यो संविधानले स्वीकार गरेको छ। नेपाल एकल जातीय, एक भाषिक, एक सांस्कृतिक मुलुक होइन। यो नेपालको परिचय हो। संविधानको धारा 3 मा जो व्यवस्था छ नेपालको सामाजिक, भौगोलिक, सांस्कृतिक परिचय हो र प्रकृति हो। तो त्यसो हो भने नेपाल चाहिँ बहुजातीय मुलुक हो, बहुभाषिक मुलुक हो, बहुसांस्कृतिक मुलुक हो भनेर स्वीकार गरिसकेपछि लागू गर्न पर्छ पर्दैन? हाम्रो यो सडक धरना अपिलको प्रश्न जनतालाई प्रश्न, शासकहरूलाई प्रश्न, दलहरूलाई प्रश्न, सबैलाई प्रश्न। लागू भएको छ कि छैन? छैन। लागू भएन भने के हुन्छ? असन्तुष्टि हुन्छ, विद्रोह, बहुत ठुलो विद्रोह हुन्छ, अशान्तिपूर्ण, हिंसात्मक हुन सक्छ। नहोस् भनेर हामी यहाँबाट आग्रह अपिल गरिरहेका छौँ। कसरी विद्रोह हुन्छ भने जनसमुदाय 2047 को संविधानमा सबभन्दा नेपालको संविधान 2047 मा सबभन्दा पहिला लेखिएको थियो। नेपालको इतिहास सबभन्दा पहिला त्यसैको प्रतिलिपि हो। यो पहिला लेखिएन, तर 47 सालमा चाहिँ को संविधानमा चाहिँ लेखिएको के थियो भने नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक मुलुक हो भनेर लेखियो। लागू भयो? भएन। त्यसपछि जुन ठुलो विद्रोह नेपालमा भयो, त्यो विद्रोहका नेताहरू अहिले काङ्ग्रेसको पुछर, एमालेको पुछर बन्न खोजे पनि हिजो चाहिँ इतिहासमा चाहिँ त्यो महान विद्रोह थियो। किन त्यो विद्रोह भयो भन्दाखेरि संविधानमा लेख्ने, व्यवहारमा लागू नगर्ने शासकहरूको कृत्यको कारण त्यो विद्रोह भयो। अब नेपाल बहुजातीय मुलुक हो भनिसकेपछि राज्यको संरचना त्यस्तो हुनु पर्छ पर्दैन। अर्को देश त मानिसले खोजेका छैन। मधेसमा कहिले काहीँ छुट्टै स्वतन्त्र प्रदेश पनि हेपे पछाडि त्यो प्रतिरोधको आवाज बोलेको हुनुपर्छ। कोही कता कता परिचालित छन् भने त्यसको चाहिँ हामी जिम्मा लिन सक्दैनौँ। नेपालभित्रको स्वायत्तता युक्त पहिले त एउटा प्रदेश फेरि मधेस प्रदेश भएको छ। त्यसले के बिगारेको छ त नेपाल? त्यो हुनुभन्दा पहिला त्यो विखण्डनकारी हो, देश टुक्राइहाल्छ भनेर कम्ती पुर्लिया होइनन्। हामीले थोरै हन्डर खपेनौँ त प्रदेश नामाकरण भयो, टुक्रियो त यो देश। त्यसो हुनाले 47 सालको संविधानमा बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक मुलुक नेपाल भनेर लेखियो, तर लागू गर्ने काम भएन। परिणाम स्वरूप विद्रोह भएको हो। त्यो बेला जनयुद्ध जुन स्तरको विद्रोह भयो, त्यो विद्रोहको एउटा कारण चाहिँ यो
त्यसो हुनाले गणतन्त्रसम्म अहिले त हामी पुग्यौँ। अहिले पनि संविधानको धारा 3 को जो व्यवस्था छ, अब पूर्वी नेपालमा जन्मेको हुर्केको र राजनीतिक सङ्गठनको जिम्मेवारी पनि पुरै त्यता सम्हाल्दै आएको कार्यकर्ता हुनुको नाताले प्रदेश नामकोशी खारेज आन्दोलनमा हामी छौँ। त्यो आन्दोलनको क्रममा हामी भन्दै आएका छौँ, यहाँ पनि त्यो सम्झना स्मरण गर्न जरुरी छ अथवा दोहोर्याउन जरुरी छ। त्यो के भने जनसमुदाय बागमतीको सट्टा 3 नम्बर प्रदेशको नाम नेवा तामसालिङ राखिदिएको भए काङ्ग्रेस, एमाले र प्रचण्डहरूले 50 वर्ष भोट पाउँथे। तिनीहरूले केही नदिएर त भोट दिएका थिएछन्। यहाँ तिनीहरूलाई केही दिया होइन। प्रजातन्त्रको निम्ति लडे, गणतन्त्रको निम्ति लडे, सिद्धान्त, राजनीतिक सिद्धान्त, धन्यवाद। तर धन्यवादै छ, तर अरू त केही पनि दिया होइन। त्यस्तै प्रदेश 1 मा कोशीको सट्टा काङ्ग्रेस, एमालेको प्रस्ताव, काङ्ग्रेस र अदालती माओवादी केन्द्रको समर्थनमा जो कोशी नाम पारित भयो गरे, रातारात त्यो पनि त्यसको सट्टा किराँत, लिम्बुवान, कोचिला प्रदेश भनेर नाम राखिदिएको भए, नामाकरण गरिदिएको भए 50 वर्ष भोट पाउँथे। अब ती पार्टीहरू, ती नेताहरूको भोट बिग्रियो। हामीले साथ जिताउन त सकेनौँ। पहिचानवादी साझा उम्मेदवार लोकेन्द्र सिंह थेगिम भनेर गत वर्ष यही बेलातिर इलाम 2 नम्बर क्षेत्रमा उम्मेदवारी दिइयो, 12,000 भोट प्राप्त गरियो। जिताउन नसकिए पनि त्यो 12,000 त हाम्रो भोट थिएन, त्यही काङ्ग्रेसको भोट हो, त्यही एमालेको भोट हो, त्यही अब प्रचण्डहरूको भोट हो। उहाँले गल्ती गर्नुभयो, 12,000 उहाँको भोट बिग्रियो। त हुँदै आउँदाखेरि समग्रमा हामीले विकास गरेका छौँ पूर्ण समानुपातिक समाजवादी निर्वाचन प्रणाली। छोटोमा मात्रै भनौँ, तपाईँहरूको लामो समय पनि नलिउँ। त्यो कस्तो निर्वाचन प्रणाली भन्दा अहिले यो भ्रष्टाचारी शासन, अत्याचारी शासन जो भएको छ, फेरि नाम लिइराख्नु परेन। हामी छौँ चरम उत्पीडितहरू। अब निर्वाचन प्रणाली जिम्मेवार छ। खड्गप्रसाद ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल पनि जिम्मेवार हुनुहुन्छ, तर मूल रूपले जिम्मेवार निर्वाचन प्रणाली हो। अहिलेको निर्वाचन प्रणाली पहिलो हुने व्यक्ति जित्ने निर्वाचन प्रणाली हो। यो बेलायतमा सुरु भएछ, भारतमा आएछ, अनि नेपालमा नेपाली काङ्ग्रेसले लिएर आयो। राणा शासन र पञ्चायती व्यवस्था भन्दा त यो प्रगतिशील भयो। तर अनि त्यसपछि एमाले बहुदलीय जनवाद भन्दै केही जुवाभित्र एमाले पनि प्रवेश गर्यो। अब यति ढाँटेका नेताहरूले, मदन भण्डारी प्रति मेरो सम्मान छ, उहाँ देशभक्त नेता हुनुहुन्थ्यो, तर मदन भण्डारीले आफ्नो दल अन्तर्गतको जनतालाई चाहिँ ढाँट्नुभयो, बेसरी ढाँट्नुभयो। त्यो ढाँटेको चाहिँ 50-49 सालदेखि अहिलेसम्म साथीहरूले थाहा पाउनु भएकै छैन। विभिन्न विद्वान भन्नुहुन्छ। त्यो के भने जनसमुदाय, नेपाली काङ्ग्रेसले एउटा भाषामा संसदीय प्रजातन्त्र भन्दै आयो, अङ्ग्रेजीमा पार्लियामेन्टेरियन डेमोक्रेसी, अर्को भाषामा बहुदलीय प्रजातन्त्र भन्दै आयो, मल्टी पार्टी डेमोक्रेसी। अब प्रजातन्त्र भनेपछि काङ्ग्रेस भइहाल्ने, जनवाद भनेपछि कम्युनिस्ट भइहाल्ने। यथार्थ त्यस्तो होइन। जनवाद, जनतन्त्र, लोकतन्त्र, प्रजातन्त्र सबैलाई अङ्ग्रेजीमा डेमोक्रेसी भनिन्छ। हामीलाई थाहा छ। हाम्रो आदरणीय अब नेता सङ्गठनमा, राजनीतिक पहलकदमीमा अब असाध्यै सीमाभित्र बाँधिएको भए पनि नारायणमान बिजुक्छे, उहाँले केही वर्ष पहिला पुस्तक लेख्नु भएको रहेछ। गत वर्ष भेट हुँदा मलाई दिनुभयो। उहाँले पनि प्रश्नसँग लेख्नु भएको, बहुदलीय प्रजातन्त्रलाई अङ्ग्रेजीमा मल्टी पार्टी डेमोक्रेसी भनिन्छ भने एमालेको बहुदलीय जनवादलाई अङ्ग्रेजीमा भन्नु पर्यो भने के भनिन्छ? त्यही मल्टी पार्टी डेमोक्रेसी।
तर अखिल भनेपछि कम्युनिस्ट भइहाल्ने, जय नेपाल भनेपछि काङ्ग्रेस भइहाल्ने। नबुझेको बेला जय नेपाल सुनेपछि मलाई पनि झोक चल्थ्यो, तर पछि बुझ्दाखेरि चाहिँ हामी जो नेपालमा छौँ, जय भनेको राम्रो होस्, हित होस् भने होला, कल्याण होस्। हामी नेपालको हित नचाहने, कल्याण नचाहने, प्रगति नचाहने हामी पनि होइनौँ, हुँदै होइनौँ। त्यो शब्दमा खेलेर राजनीति गर्छ। बहुदलीय जनवाद, बहुदलीय प्रजातन्त्र, बहुदलीय जनवाद एउटै। अब पुष्पकमल दाहालहरू पनि 21औं शताब्दीको जनवाद भन्दै भन्दै त्यही भित्र प्रवेश गर्छ। त्यसो हुनाले मुख्यतः नेपाल पढ्ने सिद्धान्तमा ग्रहण गरिएको निर्वाचन प्रणाली यो होइन जो यहाँ छ। राणा शासनभन्दा प्रगतिशील, धेरै प्रगतिशील, निर्दलीय पञ्चायतभन्दा धेरै प्रगतिशील। तर नेपाली समाजले चाहेको लोकतन्त्र यो होइन, अथवा के भनेदेखि लोकतान्त्रिक निर्वाचन प्रणाली यो होइन। त्यसैले मुख्यतः नेपाल पढ्ने सिद्धान्तमा विकसित नेपाली किसिमको पूर्ण समानुपातिक समाजवादी निर्वाचन प्रणाली हामीले प्रस्ताव गरेका छौँ। र पहिलेको निर्वाचन प्रणाली के हो त? बेलायत भारत हुँदै यहाँ हामी बहुदलका विरोधी होइन। हामीले विरोध गरेर बहुदलको केही झरिहाल्ने पनि होइन। यो बहुदललाई हामी विकास गर्न चाहन्छौँ। त्यसो हुनाले जनसमुदाय पहिलो हुने व्यक्ति जित्ने निर्वाचन प्रणाली घोर अलोकतान्त्रिक, भ्रष्ट, दलाल पुँजीवादी, एकल जातवादी, पुरुष सत्तावादी निर्वाचन प्रणाली। त्यसो हुनाले छोटोमा दलाल पुँजीवादी भ्रष्ट निर्वाचन प्रणाली हो। यो निर्वाचन प्रणाली खारेज गर्नुपर्छ। भ्रष्टाचारी शासन जो भएको छ, अत्याचारी शासन जो भएको छ, मुख्य रूपले निर्वाचन प्रणालीको कारण भएको छ। त्यसो हुनाले यो भ्रष्ट दलाल पुँजीवादी निर्वाचन प्रणाली खारेज गर्नुपर्छ र पूर्ण समानुपातिक समाजवादी निर्वाचन प्रणाली हामीले स्थापना गर्नुपर्छ। र त्यसो गरेर मात्र हामी सार्वभौम सत्ता सम्पन्न नेपाली जनता लागू गर्न सक्नेछौँ। वर्गीय, लैङ्गिक र जातीय विभेद अन्त्य गर्न सक्नेछौँ। समाजवाद उन्मुख राज्य अभ्यास गर्न सक्नेछौँ। यो पहिचान सहितको चाहिँ सङ्घीयता, नेपाल बहुजातीय भएपछि बहुजातीय संरचना हुनु पर्यो, बहुसांस्कृतिक भनेपछि बहुसांस्कृतिक संरचना हुनु पर्यो, राज्यको संरचना। देशबाट बाहिर निस्कन खोज्यो भने कारवाही गर्ने कुरा हो। यो सबैको लागि हामीले के भनेका छौँ भने जनसमुदाय यो सडक धर्ना अपिलबाट भ्रष्टाचारी शासन अन्त्य र नयाँ राष्ट्रिय एकीकरणको लागि संविधानको समाजवादी सारतत्व कार्यान्वयन गर्छस् भने गर, नभए एक दिन समय आउँछ, सत्ता छोड, एक दिन समय आउँछ। अहिले हामी माग मात्रै गर्छौँ र कतिपयले यिनीहरूले ध्वंस गरिहाल्लान् कि वरपर अलिक दुश्मनहरू शासकहरू डराएको त राम्रै हो, फेरि जनता डराएको चाहिँ नराम्रो हुन्छ। जनसमुदायलाई हामी स्पष्ट पार्न चाहन्छौँ, हामी सम्पूर्ण रूपले जिम्मेवार छौँ देशप्रति, जनताप्रति। घटना घटिसकेपछि जिम्मा लिन पर्यो, त्यसको व्यवस्थापन गर्नु पर्यो। होइन भने अपराध हुन्छ, अपराध कर्म गर्न हामी तयार छैनौँ। हामी राजनैतिक आन्दोलनमा यात्रामा जहाँबाट यहाँ आइपुगेका छौँ, आजसम्म मैले भन्नुपर्दा आफ्नो तर्फबाट देश, जनता, वर्ग र समुदायको विरुद्धमा मैले गल्ती गरेको छैन र अरूलाई पनि नगर्न हामी सचेत गराइराखेका छौँ। त्यसैले यो व्यवस्थापन टोलीका साथीहरूलाई राष्ट्रिय विचारक बन्नु पर्यो है, राष्ट्रिय चिन्तक बन्नु पर्यो है। जनयुद्धको बेला एउटा छलफल भएछ, नेताहरू बढी अङ्ग्रेजी शब्द प्रयोग गर्ने,
भाषाको विषयमा पनि कुनै समय हामी बताउँदैछौँ। अनि आइडियोलोजी भन्नुभयो। एकजना कार्यकर्ताले सोध्नु भएछ, कमरेड यो आइडियोलोजी भनेको के हो? आइडियोलोजी भनेको यस्तो यस्तो विचारधारा हो, यस्तो 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 बुझायो। मैले बुझिनँ कमरेड, फेरि बुझाउनु पर्यो आइडियोलोजी भनेको के हो। त्यो प्रशिक्षक हैरान पर्नु भएछ, नाम नलिउँ, किनभने उहाँ अहिले बिग्रिनु भएको छ। त्यो बेला राम्रो गर्दा उहाँले राम्रो गर्नुभएको थियो। अनेक गर्दा पनि बुझाउन नसकेपछि के गरी बुझाउने? बुझाइएन भने त जनहितको काम हुँदैन, कार्यकर्ता सन्तुष्ट हुँदैन। अनि उहाँले सोच्दा सोच्दा भन्नुभएछ, कुनै बेला सुनाउनुहुन्थ्यो, पछि उहाँले के जवाफ दिनुभएछ अथवा स्पष्टीकरण व्याख्या गर्नुभएछ भने आइडियोलोजी भनेको हेडोलोजी हो। बुझ्नुभयो? लौ बुझे कमरेड, जिन्दाबाद भनेर लाल सनम भनेर हिँड्नु भयो त्यहाँ। हेडोलोजी त्यो व्याख्या सही नै हो। यो खप्परले कसरी सोध्छ, खप्परभित्रको गिदीले कसरी सोध्छ, त्यो गिदीभित्रको 172 अर्ब नसाले कसरी हेर्छ र सोध्छ भन्ने कुरा नै हो। त्यसो हुनाले हामी जिम्मेवार छौँ। अब त्यसैले यो संविधानको समाजवादी कुराहरू लागू गर्न र जनविरोधी कुराहरूलाई हटाउनको लागि हामी यो पनि भन्छौँ, संविधानमा यो व्यवस्था त छ, तर कार्यान्वयन किन भइराखेको छैन भने कार्यान्वयनको लागि ऐन बनाउनुपर्छ प्रक्रिया अनुसार। हामी सार्वभौम सत्ता सम्पन्न नेपाली जनताको व्यवस्था कार्यान्वयन गर्नको लागि ऐन बनेको छैन। बनेको निर्वाचन ऐन हो, भोट दिने अनि भोट दिएर चाहिँ अनि त्यहाँबाट जित्नेले यसरी गर्ने। अहिले युवा साथीहरूले सुनाउनु भयो, यो मेन पावर पीडित युवा साथीहरूले क्रमशः उहाँले कुरा राख्नु नै छ। लामो यात्रामा छौँ हामी, आजै नभए पनि भने कति ठग्या रहेछन् त मेन पावरवालाले। 5 करोड 7 करोड 700 800 जना। यो जो भएको छ शासन सत्ताको हेडोलोजीमा किरा परेर यसो भयो। त्यो किरा सफा गर्नु पर्यो। त्यसैले हामी यो दलाल पुँजीवादी हामी फेरि व्याख्या गरौँला कसरी त्यस्तो हुन पुगेको छ। भ्रष्ट, पुरुषसत्तावादी, एकल जातवादी र राष्ट्रिय चरित्र विरोधी पनि फेरि निर्वाचन प्रणाली जो छ त्यसको अन्त्यबाट नयाँ राष्ट्रिय एकीकरण, भ्रष्टाचारी शासन अन्त्य र अहिलेको भाषामा संविधानको समाजवादी सारतत्व कार्यान्वयन। यो भनेको जनपक्षीय संविधानका जनपक्षीय व्यवस्थाहरू कार्यान्वयन। त्यसको लागि ऐन बनाउनु पर्ने हुन्छ। त्यसको लागि पनि हामीले तेस्रो जनआन्दोलन सडक धरना अपिलबाट आग्रह गरिराखेका हौँ। र खास गरी यो पहिलो जनआन्दोलन र दोस्रो जनआन्दोलनमा जो हामी सहभागी थियौँ, नेपाली जनताका बहुत ठुला सपनाहरू थिए। ठुलो सपनामध्ये एउटा सपना शासकहरूले भ्रष्टाचार नगरिदिउन् भन्ने। तर त्यो सपनामा अहिले ऐठन परेको छ। हामी थुप्रै घटनाहरू सुन्छौँ, वाक्क दिक्क लाग्दो। त्यसबाट फेरि कतिपय नेताहरू बचेका पनि छन्। मैले नाम लिन चाहन्छु 47 सालको अन्तरिम सरकारको प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई। म नेपाली काङ्ग्रेसको सदस्य कहिल्यै रहिनँ। त्यसो हुनाले नेपाली काङ्ग्रेस मलाई कहिल्यै मन परेन। यो मेरो व्यक्तिगत कुरा भयो। र बहुदल मान्ने भएको हुनाले मैले नेपाली काङ्ग्रेसलाई कहिल्यै मन पराइनँ। उसले रिसाउन पाउँदैन, रिसाउन पाउने छुट नेपाली काङ्ग्रेसलाई हुँदैन। तर कृष्णप्रसाद भट्टराई मनपर्छ। हामी समाजवाद भन्छौँ। समाजवादी राज्य अभ्यास गर्नको लागि सर्वहारा नेतृत्व हुनुपर्छ। अब यहाँको साधारण भाषामा त्यागी अब विभिन्न हुन सक्छ। सादा जीवनको भ्रष्टाचार नगर्ने भन्ने हुन सक्छ। सर्वहारा नेतृत्व हुनु पर्छ। कृष्णप्रसाद भट्टराई सर्वहारा भनेर सैद्धान्तिकरण गर्ने
बुझ्ने बुझाउने काम नभए पनि नेपाली काङ्ग्रेसभित्रको सर्वहारा नेता हो भन्ने मैले बुझ्छु। त्यतिको त हुनु पर्यो नि त देशको प्रधानमन्त्री, जसमाथि भ्रष्टाचारको आक्षेप छैन। यतिको त हुनु पर्यो नि। हाम्रा शासकहरूले आकाशको तारा नखसाले पनि भ्रष्टाचार मात्रै नगरिदिएको भए यो दशा हुँदैन थियो होला। मेन पावर पीडित साथीहरू, सहकारी, मिटर ब्याजी, ब्याङ्क, बिमा, लघुवित्त पीडित त्यो तबका किन निस्कन पर्यो भन्दा नेताहरूलाई त्यो व्यवसायीहरूले कमिसन बुझाउँछन् अरे। त्यहाँ कमिसन बुझाएपछि नै बढी लुट्न पाउँछन् अरे। अनि त्यो कमिसन बुझाएपछि त असुल गर्नु पर्यो नि त, तल जनता मार्न पर्यो। र यसको हामी फेरि पनि व्याख्या गर्नेछौँ, तपाईँसँग विषय राख्नेछौँ। अहिले मात्रै के भने यो अहिलेको निर्वाचन प्रणाली राष्ट्रिय चरित्र विरोधी निर्वाचन प्रणाली। कसरी भने जनसमुदाय यहाँ अचम्मको व्यवस्था छ, अचम्मको व्यवस्था छ। तल सांसद जित्नको लागि चाहिँ पहिलो भए पुग्ने, तल सांसद जित्नको लागि चाहिँ पहिलो भए पुग्छ। माथि सरकार बनाउँदा चाहिँ बहुमत सांसद चाहिन्छ। नेपाली कांग्रेसको खूब नाम चलेको बाख्रासँग बढी तुलना गर्छन्, नाम नलिहालौँ। उहाँले अस्ति बोल्दै हुनुहुन्थ्यो यस्तो बहुमतको पनि नगरौँ, जो ठुलो पार्टी हुन्छ उसले सरकार बनाउन पाउने संविधान व्यवस्था गर्नु। बहुमतको शासनलाई चाहिँ लोकतन्त्र भन्ने गरिएको छ। हैरान परेर उहाँहरू त्यसरी जनपछि फर्कँदै पुरै छोडिदियो भन्दा राणा शासनमै साथीहरूले पुर्याइदिने हो कि भन्ने पनि अब खतरा महसुस हुन्छ। त त्यसो गर्दा त्यो तल चाहिँ पहिलो भयो भने सांसद माननीय भइहाल्ने। किन रहेछ भने जनसमुदाय खरिद गर्नु पर्यो भोट। जनता पनि बडा समस्यामै छौँ। फेरि नेपालमा हामी दुई खाले जनता छौँ जस्तो लाग्छ। एउटा दारीवाल बुढा मार्क्सले भनेको इतिहासका निर्माता महान जनसमुदाय, अर्को हाम्रै देशको प्रजातन्त्रवादी नेता, त्यागी नेता गणेशमान सिंहले भन्नुभएको भेडा बाख्रा जनसमुदाय। अब त खरिद बिक्रीको कारण त्यसरी हुन पुग्छ होला। त्यसो हुनाले भोट खरिद गर्नको लागि पहिलो भए पुग्ने, माननीय भइहाल्ने। तर माथि चाहिँ सांसदको सङ्ख्या थोरै हुने भयो। अब खरिद गर्न सजिलो भयो भनेर चाहिँ बहुमतको सरकार यसो गर्ने। हुँदै आउँदा एउटा मात्रै तपाईँसँग मैले अब थप समय नलिकन राष्ट्रिय चरित्र विरोधी निर्वाचन प्रणाली, किनभने यो सङ्घीय प्रतिनिधि सभा सदस्यको निर्वाचन क्षेत्रको हैसियत तपाईँले हेर्नुभयो भने देशको प्रधानमन्त्री अहिले हुनुहुन्छ खड्ग प्रसाद ओली। मैले कहिल्यै केपी ओली भनेको छैन, पहिला उहाँ खड्ग प्रसाद ओली हो। खड्ग प्रसाद भनेको नेपाली भाषाको शब्द हो। केपी भनेको कुन भाषाको शब्द? जानाजान मातृभाषा मास्ने। अनि केपी हुने खड्ग प्रसाद हुनुहुन्थ्यो। खड्ग प्रसाद बिग्रन्थ्यो कि? यहाँ थुप्रै कार्यक्रम भेट्ने गरिएको छ। केसी डिसी बिसी लेख्ने साथीहरूलाई म त गाली गर्ने गरेको छ। अब म एउटा समुदायकोबाट जन्मेर आएको मानिस, म जुन भाषा बोल्दैछु मेरो मातृभाषा यो होइन, नेपाली भाषा। यो खस मातृभाषा आधारित यहाँ धेरै भाषाहरू मिसिएका छन्। नेपाली भाषा भयो, मैले बोल्छु। म साथीहरूलाई केसी डिसी बिसी लेख्ने साथीहरूलाई भन्ने गर्छु, तपाईँको मातृभाषा जानी नजानी सकी नसकी म बोल्दैछु, पढ्दैछु, सोच्दैछु, लेख्दैछु। तपाईँ चाहिँ आफ्नो कुलपित्रमा अङ्ग्रेजी हुल्ने भन्ने गरिन्छ। अनि केसी डिसी बिसी सुनेपछि
रोल्पा रुकुमतिरका मगरहरूले पनि जिएम लेख्न थाले। भर्ती मगर लेख्दा लामो हुन बल्ल जिएम, अनि आले मगरले एम, पुन मगरले पिएम। जान्छैन आफ्नो भाषा संस्कृतिलाई कुल्चेर यसरी हो। यसले अहिलेको नेपाली भाषा मार्छ। मेरो मातृभाषा भए पनि नभए पनि मेरो संविधानमा सरकारी कामकाजको भाषा, हिजो त्यही व्यवस्था थियो। मेरो मातृभाषामा पठन पाठनको व्यवस्था थिएन, यसमा चाहिँ मैले पढेर आएँ। मलाई कोही गुनासो चिन्ता दुखाइ प्रश्न छैन। यो भाषाप्रति मेरो ठुलो प्रेम छ, अथवा हाम्रो प्रेम छ, माया छ। आजको यो कार्यक्रमबाट देशप्रेमी नेपाली जो स्वदेश विदेशमा हामी छौँ, यहाँ साथीहरू हुनुहुन्छ, सबैलाई प्रश्न कि यो अहिलेको नेपाली भाषा मर्यो भने नेपालमा कुन भाषाले राज्य गर्छ? तामाङ भाषाले राज्य गर्छ, चेपाङ भाषाले राज्य गर्छ, थारू भाषाले गर्छ कि छैन? तपाईँको राउटेको भाषाले गर्छ, कुन भाषाले गर्छ? त्यसो हुनाले भाषाको क्षेत्रमा पनि हामीलाई नेपालमा अहिले नयाँ राष्ट्रिय एकीकरणको जरुरी छ। त्यो भाषाविदहरूले जान्नुपर्छ, जान्नुहुन्छ। यसो गर्दै लैजाँदा खड्ग प्रसाद ओली जो अहिले प्रधानमन्त्री हुनुहुन्छ, निर्वाचन क्षेत्रको हैसियतमा उहाँ संयुक्त गाउँ नगरपालिका अध्यक्ष हो। त्योभन्दा माथि झापाबाट जित्नु भएको छ, मलाई राम्रै थाहा छ। केही नगरपालिका केही गाउँपालिका मिलाएर जिल्लाभन्दा सानो संसदीय निर्वाचन क्षेत्र छ। उहाँ त्यहाँको प्रतिनिधि हो। राष्ट्रको अभिव्यक्ति गर्छु, प्रतित्व गर्छु भने त्यो सब भइहाल्छ। संयुक्त गाउँ नगरपालिका अध्यक्ष हो ओलीजी। प्रचण्ड पनि त्यही संयुक्त गाउँ नगरपालिका अध्यक्ष हो, गोर्खाको, पुरै जिल्लाको पनि होइन। शेरबहादुर देउवा चाहिँ कमसेकम जिल्ला समन्वय प्रमुख जतिको हैसियतमा, किन डडेलधुरामा एकमात्र निर्वाचन क्षेत्र छ। एउटा सांसद हुन्छ, एउटा जिल्ला समन्वय प्रमुख हुन्छ। र यसरी अहिलेको निर्वाचन प्रणालीमा तपाईँ हामी जितेर गयो भने हालत त्यही हो। त्यसो हुनाले निर्वाचन प्रणाली बदल्नुपर्छ र हामीले भनेको पूर्ण समानुपातिक समाजवादी निर्वाचन प्रणालीमा सङ्घीय प्रतिनिधि सभाको सदस्यको लागि देशभरिका मतदाताहरूले मतदान गर्न पाउनुपर्छ। त्यो उम्मेदवार इलामको होला, हुम्लाको मतदाताले भोट दिनुपर्छ, भोट दिन पाउनुपर्छ। ताप्लेजुङको होला, कञ्चनपुरको मतदाताले, बैतडीको होला, तपाईँको चाहिँ नि झापाको मतदाताले मत दिएर त्यो सङ्घीय प्रतिनिधि सभा निर्वाचित गर्न पाउनुपर्छ। त मात्रै हाम्रो राष्ट्रिय स्वार्थ त्यसले अभिव्यक्त गर्छ, प्रतित्व गर्छ। अब जति ठुलो राष्ट्रको म हुँ भने पनि, राष्ट्रपति प्रधानमन्त्री भए पनि, अब बजेट बन्छ, यो जेठमा बजेट आउँछ, समाचारहरू हामी ध्यानमा राखौँ। प्रत्येक बजेट प्रस्तुत भइसकेपछि जनताले पत्र पत्रिकामा सांसदहरूले के टिप्पणी गर्छ भने फल्ना फल्नाको निर्वाचन क्षेत्रमा चाहिँ जिल्लामा बढी बजेट किन हो? अब पोरबरारको हकमा चितवन, झापा, डडेलधुरा अनि नुवाकोट। निर्वाचन प्रणालीले त्यसो गरेको छ। ओलीजीले भएभरको बजेट झापामा खन्याउनु भएन भने उहाँको निर्वाचन क्षेत्रका मानिस जनता उठेर चाहिँ उहाँको भण्डाफोर सुरु गर्ने कुरा भइहाल्छ। हामीले भोट दिने, प्रधानमन्त्री हुने, अनि तमुला बजेट नल्याउने, त्यो कुरा नमानी हुँदैन। ओलीजी देउवाले पनि त्यही हो, प्रचण्ड अरूले पनि त्यही। अनि अरू चाहिँ सुखाराम। यो निर्वाचन प्रणालीले अब सुन्नमा के आएको जनसमुदाय भने बाबुराम भट्टराईले गोर्खाको निर्वाचन क्षेत्र छोडिदिनु भयो प्रचण्डलाई। प्रचण्ड उम्मेदवार हुनुभयो। प्रधानमन्त्री नबनी नहुने प्रचण्डको बाध्यता के हो? एउटा यो सुनेको बुझेको,
अनि त्यहाँ उम्मेदवार भइसकेपछि सबै दलका को कुन दलका हुन् वार्ड अध्यक्षहरूको भोज गर्नुभएछ। त्यो निर्वाचन क्षेत्रका सबै वार्ड अध्यक्षहरूको भोजन व्यवस्था गर्नुभयो। त्यो भोजनमा प्रचण्डले कागज गर्नुभएको छ अरे, परेको रूपमा मैले सुनेको कागज गर्नुभएको छ अरे। प्रत्येक वर्ष एउटा वार्डलाई मलाई भोट दिएर जिताउनुहोस्, प्रत्येक वर्ष एउटा वार्डलाई 5 करोड अतिरिक्त बजेट म दिलाउँछु। यो दिलाएसम्म तपाईँहरू समयमा बस्ने। जुन साल म त्यो बजेट दिलाउन सक्दिनँ त्यो साल यो के भनेदेखि बोल कबल नामा के हो यो कागज सार्वजनिक राजी खुसीले सारा वार्ड अध्यक्षले भोट दिए अरे। अनि प्रचण्डकै पार्टीको अर्को निर्वाचन क्षेत्रकोले रोएर बसेको छ त्यहाँ सांसद। एमाले त्यही हो, प्रचण्ड के भनेको ओली, काङ्ग्रेसको सबै त्यही हो। त त्यसो हुनाले तपाईँको चाहिँ 5 वटा यो अहिलेको जो निर्वाचन प्रणाली छ यसको 5 वटा दोष मध्ये एउटा दोष राष्ट्रिय चरित्र विरोधी निर्वाचन प्रणाली। यो निर्वाचन प्रणालीले हाम्रो देशको हाम्रो राष्ट्रको जनताको हित गर्दैन। त्यस कारणले नयाँ निर्वाचन प्रणाली हामीले खोजी गर्नुपर्छ। त्यो नयाँ निर्वाचन प्रणाली भनेको चाहिँ पूर्ण समानुपातिक समाजवादी निर्वाचन प्रणाली। त्यसमा 3 वटा आयामहरू हुनेछन्, एउटा वर्गीय आयाम, अर्को लैङ्गिक आयाम, अर्को जातीय आयाम। वर्गीय आयाम अन्तर्गत मजदुर जनसङ्ख्याको आधारमा सांसद चुन्ने, किसान जनसङ्ख्याको आधारमा सांसद चुन्ने, पुँजीपति जनसङ्ख्याको आधारमा सांसद चुन्ने सर्वहाराको अधिनायकत्वको राज्य अहिले सम्भव छैन। जो सर्वहारा छन् अब निजी सम्पत्ति थप्न दौडेकै छन्। पहिले